नमस्ते हजुर सबैहरूलाई। आशा छ तपाईँहरू सन्चै हुनुहुन्छ होला। म चाहिँ यहाँ सन्चै छु र आज चाहिँ तपाईँहरूलाई मैले एउटा करेन्ट भन्ने रामेनलाई कुक गरेको देखाउँदैछु र यो भिडियो चाहिँ तपाईँहरूलाई मनपर्छ कि मन पर्दैन कमेन्टमा भनिदिनु होला। र अहिले चाहिँ म रामेन खोल्दैछु र यो रामेनलाई चाहिँ अब म यो खोलेर यो भाँडामा हाल्छु अनि पकाउँछु। त्यस पछाडि मसलाहरू हालेर घोलेर तपाईँहरूलाई देखाउँछु। र अहिले चाहिँ मैले यो एउटा रामेन हालिसकेँ। अब अर्को रामेन चाहिँ मैले हाल्ने बाँकी छ र अब चाहिँ म अर्को रामेन पनि हाल्न आँटेको छु। अनि अब चाहिँ मैले अर्को रामेन उठाइसकेँ र अब म अर्को रामेन हाल्दैछु। हजुरहरूलाई अहिलेसम्म भिडियो कस्तै लाग्दैछ कमेन्टमा लेखिदिनु होला। हजुरहरूलाई मलाई आशा छ कि हजुरहरूलाई यो भिडियो मन पर्दैछ होला। अनि मैले चाहिँ अर्को करेन्ट पनि बिस्तारै गर्दै हाल्न थालिसकेँ र यो चाहिँ भाँचिएको छ, त्यही भएर मलाई अलिक गाह्रो परिरहेको छ यसमा हाल्नलाई। त्यही भएर मलाई अलिक गाह्रो भएकोले तपाईँहरू नहाँस्नु होला। मेरो एज सानो भएर तपाईँहरू नहाँस्नु होला। मेरो भिडियोमा मलाई अझै मोटिभेट गर्नु होला, त्यही भन्न चाहन्छु म चाहिँ। र अहिले चाहिँ म यो रामेनलाई हल्लाउँदैछु र यहाँ चाहिँ मोमो पनि पाक्दैछ र अहिले चाहिँ म रामेनलाई हल्लाएर हाल्नलाई थोरै रेडी पार्दैछु। अहिले चाहिँ थोरै रामेन पाकिसकेको छ र अब चाहिँ मैले यो हाल्न गइरहेको छु र अब चाहिँ मैले यो हाल्दैछु। र त्यस पछाडि मलाई चाहिँ त्यति मजाले यो हाल्न आएको छैन, त्यही पनि म हाल्नेको कोसिस गर्दैछु। मेरो एज सानो छ भनेर तपाईँहरू चाहिँ कहिले पनि नहाँस्नु होला। मेरो यो भिडियोमा मलाई अझै मोटिभेट गर्नु र म अरू पनि भिडियोहरू हाल्छु तपाईँहरूलाई कमेडी गराउन र हजुरहरूलाई फन आउँछ भनेर म यो सबै भिडियो बनाउँछु। र अहिले चाहिँ म यो मसलाहरू पनि हाल्न थालिसकेँ र मैले चाहिँ भर्खरै भेजिटेबलवाला मसला पनि हालिसकेँ र करेन्ट चाउचाउको रियल मसला चाहिँ म हाल्दैछु। र अब चाहिँ म यो रियल मसलालाई चाहिँ काटिसकेँ र मलाई यो मसला चाहिँ करेन्ट चाउचाउमा सबैभन्दा धेरै मिठो लाग्छ। र त्यस पछाडि अब चाहिँ मैले अर्कोवाला मसला पनि हाल्न आँटिसकेँ र अब चाहिँ यो म सबै मसलाहरू हाल्छु अनि मजाले मिक्स गरेर तपाईँहरूलाई देखाउँछु। त्यही भएर हजुरहरूलाई पनि राम्रो लागोस् भन्ने म सोच्दैछु। यो भिडियोमा पक्कै पनि हजुरहरूलाई अहिलेसम्म त राम्रै लाग्दैछ होला। मेरो यति सानो उमेरमा पनि यति राम्रो पर्फर्मेन्स देखेर अब चाहिँ म लिक्विडवाला मसला हाल्न गइरहेको छु करेन्टको। यो लिक्विडले चाहिँ यो करेन्टमा थोरै रङहरू पनि ल्याउँछ, त्यही भएर यो हाल्यो भने धेरै राम्रो देखिन्छ भनेर हामी चाहिँ जहिले यसलाई हाल्छौँ। त्यसले रातो र स्पाइसी देखाउँछ भनेर हामी चाहिँ जहिले यो हाल्छौँ। र तपाईँहरू चाहिँ हाल्नुहुन्छ कि हुँदैन भनेर मलाई कमेन्टमा हालिदिनु होला। अनि त्यस पछाडि हजुरहरूलाई चाहिँ यो करेन्ट चाउचाउ कस्तो लाग्छ भनिदिनु होला। मलाई चाहिँ धेरै मिठो लाग्छ भन्न चाहन्छु। र अब चाहिँ मैले यो सबै करेन्टलाई गरिसक्यौँ, मसला हालिसकेँ। अब चाहिँ म मिक्स गर्दैछु र साथीहरू तपाईँहरूलाई कस्तो लाग्दैछ होला मैले मिक्स गरेको। म चाहिँ एकदमै राम्ररी मिक्स गर्दैछु अहिले बिस्तारै गर्दै, किनकि धेरै छिटोमा पोखिन पनि सक्छ, त्यही भएर मैले बिस्तारै गर्दै मिक्स गर्दैछु। अनि यो मेरो फर्स्ट टाइम पनि हो, त्यही भएर अहिले फेरि मैले पोखाएँ भने म कराई पनि खान सक्छु, त्यही भएर म बिस्तारै गर्दैछु। नत्र आज म हतारमा गरिहाल्थेँ, तर के को हतार गर्नु र सब्रका फलै मिठो भइहाल्छ भनेर मैले बिस्तारै गर्दैछु। र हेर्नु सक्नुहुन्छ गाइजहरू, अब चाहिँ मैले थोरै सिकि पनि सकेँ यो मिक्स गर्न र अहिले चाहिँ मलाई मजाले मिक्स गर्न आउँदैछ। र हेर्नु सक्नुहुन्छ कति राम्रो बनेको छ, एकदमै मिठो हुन्छ भन्ने मलाई आशा पनि लागेको छ। र तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो भनिदिनु होला कमेन्ट सेक्सनमा। बाई।